अन्यगासेयो नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई यस इपिएस डायरी युट्युब च्यानलमा। आज चाहिँ एउटा महत्त्वपूर्ण व्याकरणको बारेमा हामी जान्नेछौँ। इपिएस टपिक तयारी गरिरहनु भएको साथीहरूको लागि एकदमै उपयोगी हुनेछ। भिडियो अन्तिमसम्म हेर्नुहोला। साथै यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गर्नुहोला, ताकि पछि आउने भिडियोहरू तपाईँहरूको पहुँचमा पुगोस् र तपाईँहरूले केही सिक्न सकुन् भन्ने उद्देश्य हो। अनि आज चाहिँ एउटा यो साथीले क्वेसन यो सोध्नु भएको थियो, त्यसको बारेमा चाहिँ म भन्नेछु। यसमा चाहिँ कसरी यो एन्सर मिल्यो भनेर चाहिँ सोध्नु भएको थियो, त्यस विषयमा नै आज हामी चर्चा गर्नेछौँ। यो क्वेसनको एन्सर कसरी मिल्यो भनेर जान्नको लागि पहिला हामी एउटा यो व्याकरण अध्ययन गर्छौँ। त्यो अध्ययन गरिसकेपछि यो एन्सर चाहिँ कसरी यो मिल्ने रहेछ त भन्ने कुरा यहाँहरूले सजिलै थाहा पाउन सक्नुहुनेछ। ल अब लागौँ है त व्याकरणतर्फ। ल साथीहरू, अब यस व्याकरणलाई हेरौँ। हामीले पढ्दाखेरि सुरुमा बेसिक पढ्दाखेरि होइन नै यो पढिन्छ यो ग्रामर होइन। त्यस अवस्थामा चाहिँ के भनेर पढेका थियौँ भनेदेखि कुनै खास समयदेखि केही कार्य सुरु हुने कुरालाई जनाउन प्रयोग गरिन्छ यो नाउन प्लस बुथ है। र नेपालीमा त्यसको अर्थ चाहिँ हुन्छ बाट अथवा देखि भन्ने अर्थ लाग्छ भनेर हामीले पढेका हौँ। जस्तै थाहा छ चिबुथ 5 बजेदेखि, छिनान्जुबुथ गत हप्तादेखि भनेर यसरी देखि अथवा बाटोको रूपमा पढ्दै आएको छौँ। तर त्यसका साथसाथै यसको अर्को पनि एउटा प्रयोग हुन्छ र त्यस अवस्थामा चाहिँ यसले चाहिँ त्योभन्दा फरक अर्थ दिन्छ। जस्तै यहाँ हेर्नुहोस्, नाउन प्लस बुथ छ है। नाउन प्लस बुथले चाहिँ पहिला अथवा सुरुमा भनेर यसरी नेपालीको यसो अर्थ लेखिएको छ। अनि कसरी चाहिँ यो चाहिँ यस्तो अर्थ दिन्छ त, कस्तो अवस्थामा चाहिँ दिन्छ त भन्दाखेरि कुनै पनि कार्यहरूलाई पालैपालो क्रमैसँग गर्दाखेरि पहिलो कार्य जनाउन प्रयोग गरिन्छ। नेपालीमा पहिला अर्थात् सुरुमा भन्ने अर्थ दिन्छ। जस्तै अब तपाईँले धेरै कामहरू गर्नुपर्ने छ होइन, त्यसमध्ये कुन चाहिँ कामलाई पहिला गर्ने भन्ने जनाउनको लागि चाहिँ यो नाउन प्लस बुथ प्रयोग गरिन्छ र त्यस अवस्थामा पहिला अथवा सुरुमा भन्ने अर्थ दिन्छ। जस्तै तपाईँको अब भोलिको काम अथवा आजको अहिलेको काम के छ त, भोलि बिहानै उठ्नुभयो होला, उठेपछि अब भाँडा माझ्नु छ कि, लुगा धुनु छ कि, नुहाउनु छ कि होइन, त्यो कामहरूलाई पालैपालो गर्ने हो। तर त्यसमा चाहिँ अब तपाईँ सुरुमा उठेर म नुहाउँछु भन्ने कुरा जनाउनु पऱ्यो भने चाहिँ स्यावा बुथ भनेर भन्न सकिन्छ। र त्यस अवस्थामा चाहिँ के हुन्छ, बुथले पहिला अथवा सुरुमा भन्ने अर्थ दिन्छ। जस्तै यहाँ केही उदाहरणहरू हेरौँ। उयु बुथ मास्यो भनेको दुध पहिला पिउँछु। त्यसै अर्को उदाहरणमा छ हेरौँ, गाले भन्छ हाङ्गुक ए थुक्वेल एन्ड शिक्षा एजरी हो भन्छ। कोरियामा चाहिँ विशेष खालको खानाको संस्कार छ भनेर भन्दाखेरि नाले के भन्छ, ने शिक्षाहरू हाल्थे अरुण बुथ शिक्षाहरू सिजा खेया थियो। हजुर, खाना खाने बेला चाहिँ मान्यजनले पहिला चाहिँ खाना खानु सुरु गर्नुपर्छ भनेर भन्छ। भनेपछि त्यहाँ के रहेछ त, हामीले त्यो कोरियनको अब खानाको संस्कार त सबैले पढेकै छौँ होइन। त्यसमा चाहिँ त्यो अरू के अरे आफूभन्दा ठुलो मान्यजनहरूले पहिला खानुपर्छ भनेर भनेका छौँ नि। त्यस कारण यो बुथले चाहिँ यस अवस्थामा के अर्थ दियो त, पहिला अर्थात् सुरुमा भन्ने अर्थ दियो। अब अर्को उदाहरणमा जाउँ। छम्सिम बुथ मक्को यी लालकायो हुन्छ। यहाँ चाहिँ गाले चाहिँ अरू कसैलाई प्रस्ताव गर्दैछ भनौँ न, दिउँसोको खाना चाहिँ पहिला खाएर काम गरौँ भनेर भनेको छ। र नाले भन्छ खुगे छोगिस नै हो, त्यो राम्रो होला अथवा हुन्छ त्यसो गरे राम्रो हुन्छ होला भन्ने चाहिँ अर्थ हो। भनेपछि अब पक्कै पनि तपाईँहरूले बुझिहाल्नुभयो, त्यस्तो धेरै गाह्रो पनि छैन होइन, सजिलै खालको ग्रामर हो। तर कतिपय होइन मलाई थाहा नभएको नसोच उहाँहरूले पक्कै पनि यो ग्रामरलाई अहिले बुझ्नुभयो होला। ग्रामरको बारेमा त हामीले अध्ययन गरिसक्यौँ। अब क्वेसनतिर जाउँ। पक्कै पनि तपाईँहरूलाई एन्सर कसरी मिल्यो भन्ने थाहा भइसक्यो। अब यसमा जम्मा 4टा अप्सनहरूमध्ये 2टा त सिधै त्यो नमिल्ने भएछ र कन्फ्युज भनेको दुईटा जस्तोमा हो। जस्तै यसमा पनि मन्ज र बुथमा कन्फ्युज भएको हुन सकिन्छ। तर के हुन्छ भनेदेखि अब मन्ज कसरी मिल्दैन त भन्दाखेरि, मन्ज जहिले पनि हामीले पढेको छौँ नि, मन्ज प्लस नाउन
नाउन प्लस बुथ भनेर। अब यहाँ क्वेसनमा भनिएको छ के भन्दा फेगा खोफुनिका शिक्षा डट डट हाप्सिदा भनेपछि अब यहाँ शिक्षा त के हो त नाउन हो र खाली ठाउँ कहाँ छ त हाम्रो नाउनभन्दा पछाडिपट्टि। नाउनभन्दा पछाडि भएको कारणले के त यसमा चाहिँ बुथ मिल्ने भयो। मन्ज हुनको लागि त्यो शिक्षाभन्दा अगाडि चाहिँ यदि खाली ठाउँ भइदियो भने त्यो मन्ज मिल्थ्यो, किनकि हामीले पढाएको छौँ नि मन्ज प्लस नाउन भनेर। त्यस कारण के मिल्ने भयो त एन्सर 2 नम्बरको बुथ। फेगा खोपुनिका शिक्षा बुथ हाप्सिदा भोक चाहिँ लागेकोले खाना पहिला खाउँ, खुरागौ नाछ त्यसपछि सोपिङ हार खायो सपिङ गर्न जाउँ भनेर भनिएको छ। पक्कै पनि साथीहरूले अब यस विषयमा बुझिसक्नुभयो होला, जानिसक्नुभयो होला र आशा छ तपाईँहरूले यस भिडियोबाट केही कुरा सिक्नुभयो होला हैन। आउँदा दिनमा पनि यस्तै यस्तै भिडियोहरू लिएर आउने नै छौँ। तर अहिलेको लागि चाहिँ भिडियोलाई यति नै अन्त्य गर्न चाहन्छु। फेरि आउनेहरू भिडियोहरूलाई पनि हेर्दै गर्नुहोला र अन्त्यमा फेरि पनि भन्न चाहन्छु यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक सेयर कमेन्ट पनि गर्नुहोला र अन्य केही कुराहरू नबुझ्नु भएको छ भने कमेन्टमा भन्नुहोला, त्यस विषयमा पनि म बताउनेछु। यति भन्दै अहिलेलाई चाहिँ म बिदा हुन चाहन्छु। हस्त खाम्साम्निदा।